पक मिलाएर गर्दै त पक्न के गमलामा माटो आमालाई सघाउन लाग्छु भयो गाइजहरु आरबले यहाँ छुट्टीको टाइममा मामा घरमा आमालाई नानी यताबाट हाल गमलामा माटो हाल्न हेल्प गरे अझै कस्तो फिल भयो खुसी लाग्यो यता उता नानीले पनि हेल्प गरिन् नानी यता हेर त रमाइलो लाग्यो के गर्ने आरब गमलामा माटो भरेर के गर्ने हो यहाँ माटो नपुगेर आएर फेरि माटो लिन हिँडेको अवस्था कुखुराहरू छ नि हरेक किसिमका जातहरू छन् लोकल फाइटर उल्टो खालको नि छ ल आरबले यहाँबाट हिजो माटो निकालेको ल ल बाबु यति गरेपछि तिमी पर्फेक्ट भयो अब 1 महिना छुट्टी छ नि त त्यसको सदुपयोग गर्न पर्यो नि हाम्रो सानीले नि हेल्प गरिन् है आमालाई आक्कुमा नि हाल ल अब आरबले यहाँ फुल रोप्न लाग्यो के रोप्न लाग्यो ल माटोले उस गरिदिउँ अलिक गाड्नु पर्छ भुइँसम्म ल बेबीलाई ए नानी रोप्छ अब नानीले पनि रोप्ने अरे ल नानी पत्तल तल राख गाड पानी माटो लगाइदेऊ बेबीले कति राम्रो छ नानी के गरेको पूजा फुल रोपेको भन न के भयो नानी फुल भयो बोकाउन नि हेल्प गरौ आमालाई पछाडि त्यहाँ राख्ने पाँचवटा राख्न सकिँदैछ नानी चप्पल लगाऊ